लकडा आज चाहिँ होइन पानी पर्ने मौसम भइरहेको छ टक्क पाराले पानी परेको मौसममा अगाडिबाट बाटो जान्छ त्यस्तो अब आधी बाटोमा अब के हुन्छ यहाँनिरतिरको ढुङ्गा पानी परेको ट्याम्पोहरू छ होइन ट्रक पनि बाटोहरू छ हामी चाहिँ आधी बाटोमा भेटिन्छ होइन हो बाई भइसक्छ सोलर रोड आइसक्यौँ गल्ली सिधै यता पानी परेर ढुट्टो छ धरानमा हुन्छ हामी पनि पानीको ढुट्टै अब राम्री राम्री मैयाहरू हुन्छ त्यहाँनिर गौरी सिस्टर हुन्छ हाम्रो त्यहाँनिर हो राम्री कसको त्यहाँ फेरि सनम फिक्सिक्सहरू सनम घतानी हो मेरो नाम सनम घतानी मेरो नाम सनम घतानीको चिक्सहरू हुनुहुन्छ त्यहाँ खाल्टोमा छिराइसकेको छ हाम्रो सनमले भगला राम दामी पठाउँछ अब हामी तपाईँहरूलाई किराती चोक किन्ने बेला भेट्यौँ होला साइन्स चोक तल्लो रोडमा भेट्ने कुरा हो यहाँ साइन्स चोकमा आइसकेको छु अस्ति जेएनजी आन्दोलनमा हाम्रो भेट भेटेँ नि यस्तो भएको थियो यस्तो बनाएको थियौँ होइन बनिएको थियो मिस्टेकमा जेएनजीहरूले यस्तो बनाएर हाम्रोबाट एमटिभी भाइ पनि गइसक्नु भएको भर्खर अनि धरानको महल चाहिँ यस्तै पानी परेर बिजोग बेहाल भएको छ हाम्रो कस्तो टाइम दिएछ नि बत्तीहरू भयो अन्त फेरि यो लाइन राति बत्तीहरू बोल्दा कस्तो टाइम दिएछ क्या नाइट अगाडि ट्राफिक छ जस्तो लागिरहेछ आज भिड यत्रो धेरै छ यस्तो बाटोमा पनि ड्राइभरले भइरहेको छ घरिघरि अब हामी तल यालो मोटरसाइकल जाँदैछु फसाउनु चाहिँ अब नलग्न अब त बाटो बन्द रहेछ फेरि त्यहाँ बाटो बन्द स्कुल फ्याक्ट्री पुगिन्छ बाटो बाटो बन्द थियो अब पल्लो लोड झर्छ भन्दा या नम्बरको बाटो होइन यो भ्लग चाहिँ आजै आउँछ है आजै आउँछ के गर्छौँ भने आजको दिनमा 5 बजीसम्म यो भ्लग आउट भइसक्छ हो होइन यसै 2600ले गर्नु हुँदैन है के गर्नु सेफ्टी बस 3 जना बसिरहेको थियो होइन यही काम मात्र भइरहेछ आज होइन आज घरमा भाडाहरू पाउँछ अब होइन भ्लगमा देखाउनु पर्यो कन्टेन्ट केही नकिरा हो यस्तै भ्लग चाहिँ अब म डाइरेक्ट घर पुगेर मात्रै भेट्छु है घरको केटा पुगेर घर अघि आइपुगेको तर यहाँ भिडियो आउनु बिर्सेछु घर अगाडि आइपुगेको पानी परेर ढुट्टो छ यसरी पानी परिरहेछ यहाँबाट सानो सानो हुन्छ यता हाम्रो ज्याङमा आउँदैछ यता हाम्रो यहाँ मिस्टर सनम घतानी मेरो भ्लग स्टार्ट भयो आजदेखि के भन्छ यहाँ डिस्टर्ब नगर लाइक सब्सक्राइब गरिदिनु भयो भाइलाई मैले एउटा सोलो खेला देखाइदिएर के गरौँ घाम त आउँछ हामी बिर्सिसकेको थियो कि त्यो यत्तिकै भयो भने चाहिँ स्टिपे ठडा जान्छ तर फेरि भाडाहरू मोल्नुपर्ने छ अब होइन केटा हो म चाहिँ भाडा मोलिसकेर भेट्छु तपाईँहरूसँग टक्क पाराले अब हामी चाहिँ अब त्यहाँ सेको खाना लिएको थियौँ उनीहरूले यता हेर त सँगैमा यता हेर न एन्ड हान्न आँटेको अब हामी चाहिँ आजको भ्लग यति नै त्यही भन्न चाहन्छु लाइक सब्सक्राइब टक्क पाराले अब हामी चाहिँ भ्लग यति नै एन्ड हुन्छ अब म भ्लग यति जान्छु पोस्ट हान्छु ल
चाहिँ घर फर्किने चाहिँ हामी केटाहरू 4 जना यता हेलो भन्दै केटा हो ल नमस्ते अहिले पोजिसन तर अब हामी आज चाहिँ कस्टम यति नै आएको चाहिँ भ्लग ल बाई भन्दै हामी घर जाने भोलि बिहान अब भ्लग